Hello everyone, welcome back to my channel and this is Miss Sammy. र आज चाहिँ टिका हो। आज चाहिँ यहाँ हामी साफ सफाई गरेर बसिरहेको छौं। अहिले एकछिनबाट छ टिकाको साइड चाहिँ। अब अहिले सब नुहाइधुइ गरेर त्यहाँदेखि चाहिँ टिका लगाउनु पर्छ। त्यहाँदेखि माथि बरहरुकोमा जानु पर्छ नयाँ लुगा लगाएर। नयाँ लुगा लगाएर ह्यापी दशैं भनिदिनु लु अब आमा। ह्यापी दशैं। हेरेर आऊ यता हेरेर आऊ। ह्यापी दशैं। ह्यापी दशैं। मैले यहाँ बेन्ची पुस्दैछु, उले फोटो खिच्दैछ। गरम भयो पुरा। खै आलु नानाले पनि ह्यापी दशैं भन्नु। ह्यापी दशैं। अब यहाँ रेडी हुँदैछ हाम्रो। चिप्लिन्छ नि केरा चाहिँ हुन्छ नि त क्याप क्याप। पुण्य पुण्य महापुण्य परमिता पुण्य परमिता पुण्य परमिता पुण्य ज्ञान सम्भावको चित्त सर्व संस्कार परिस्फुट धर्म नमो भगवते अपरिताय गणेशपूजिता संस्कार परिस्फुट धर्म देवगण भगवते सम्भाव विजय माया नमो भगवते पुण्य ज्ञान सर्व संस्कार परिस्फुट तिन भए यो सानो केटा राख्दैन ल ढोका अब चाहिँ हामी माथि गुन्टी मैले चाहिँ वाङचुकलाई पुरा मिस गरिरहेको छु। अहिले चाहिँ हामी यहाँ ठुलो बडाकोमा आइपुग्यौँ। यता चाहिँ बडा के भनेर साइले हाल्दै खाएन कि त्यो मसला हालेर खाएन अरे नि त पुरानो काबल हुँदैन टिका हो यो दशमीको टिका हो यो आखिरलाई दशैँको राणालाई हो राजा इष्ट। अब चाहिँ हामी यहाँनिर ठुलो बडाकोबाट चाहिँ घर फर्किँदैछौँ। गरम भएर म चाहिँ चुन्नी सुन्नी सब खोलिसकेँ। कस्तो चाहिँ डरलाग्दो गरम भएको। फेरि भन्छ फेरि गुड गर्ल। जबरजस्ती बन्न लगाउनु पर्छ यसरी। अब चाहिँ हामी उयसमा जाँदैछौँ के अरे उतापट्टि पहिलाबाट र जानकारी बढीहरूकोमा जाँदैछौँ अहिले हामी। यता बडहरूकोमा आइपुग्यौँ अहिले यहाँनिर। यस ह्यापी दशैं भनिदिनु। ह्यापी दशैं रोहनले म न ह्यापी दशैं भनिदियो। ह्यापी दशैं भन्नु न। ह्यापी दशैं लु भन्नु। दशैं हो मजाले घुम्नुपर्छ हो। अन्त खायो बस्यो अन्त के गर्ने अब काम। यता चाहिँ बडा लु भन्नु छिटो। ह्यापी दशैं भन्दियो र। ह्यापी दशैं। यो चाहिँ हामीले लिएको सगुन हुन्छ। के खान्छ भन्छु फुल पनि देऊ ल।
हातले नछेल्नु न त्यो निधार हो एकदमसँगले राम्रोसँगले गरी खानु यसरी नै कहिले बाटो जुजो नखानु ठासा ठुसो परे पनि एकदमसँगले आशीर्वादहरू दिएको लागोस् एकदम तिमीले भनौ न आमा दिएको लागोस् जस्तो जस्तो चिताको कुरोहरू पुगोस् कुनै बाटोघाटोतिर हेर्दा पनि हामी यहाँ साइली बडीहरूकोबाट चाहिँ टिका लगाएर आएको अब के जानकारी बडीहरूकोमा जाँदैछौँ यस्तो हुँदैछ यस्तो पो हुँदैछ त्यो त होइन ऊ यहाँ आँदामा त मजाले देख्छ यहाँ उजेलो भएर होला हौ बोलिरहेकै छ नि है के अब चाहिँ म मेरो माइत घर जाँदैछु म घरको लागि निक्लेको रेडी भयो सबै कुरा सो निक्लेको अहिले घरमा पुगेर भेटौँ ल अनि म घर आइपुगेँ यहाँनिर ह्याप्पी दसैँ आमा ह्याप्पी दसैँ गरम भयो पुरा यहाँनिर घरमा आएर चाहिँ सबै सामानहरू राखिसकेँ र अब यहाँनिर मेरो नानाले के पकाउनु भएको छ म तपाईँहरूलाई देखाउने वाला छु लड्डु नानाले बनाउनु भएको यहाँनिर र अरू के छ यहाँनिर यस्तो खानेकुराहरू यहाँ के हो पनि यस्तोहरू चिकन के हो सुँगुरको मासु आछु यहाँ चाहिँ दुधहरू रहेछ र यस्तो यहाँनिर चाहिँ आमामामा ब्रिजर त यो हो नि अन्त है यति नै हो मेरो भिडियो र अर्को नेक्स्ट भिडियोमा फेरि भेटौँ होला सी यू इन माई नेक्स्ट भिडियो टिल देन टेक केयर बाइ बाइ